यत्रो आमा याङ्ग्रीको उकालो उक्लिँदाखेरि धेरै जस्तो ताली बजाऊ। र फाइनल्ली हामी चाहिँ यहाँनिर आमा याङ्ग्रीको टपमा आइसक्यौँ होइन। सो मान्छेहरू मोडेपछि स्वर्ग पुग्छन् पुग्दैनन् त्यो त थाहा छैन, तर हामी चाहिँ जिम्दै हुँदाखेरि स्वर्ग आए जस्तो भइसक्यो होइन। थकै चाहिँ वाइल्ड लागिसक्यो है, बोल्न पनि गाह्रो परिरहेको यहाँ। हेलो एन्ड नमस्ते, गुड मर्निङ फ्रम यता हाम्रो के भन्छ आमा याङ्ग्री। आज चाहिँ हाम्रो अब जर्नी आमा याङ्ग्रीको होटलबाट सुरु हुँदैछ है। अब हामी चाहिँ आमा याङ्ग्रीको माथि मन्दिर चढ्दैछौँ है। सो त्यहाँनिर गएपछि अब राति छ, अहिले चाहिँ 3 बजी बाहिर देख्न सकिन्छ, उता पुरै अन्धकार छ, 3 बजी छ है। सो अनि त्यही भएर अब भिडियो चाहिँ बनाउनु पाइँदैन, सिधै माथि गएरै बिहान यसरी बनाउनु पर्छ। अझै टाढै छ है, हामी यत्रो सिङ्गै उकालो चाहिँ उक्लिन नै बाँकी नै छ है। सो हामी यहाँ केटाहरू सब थाकिसके, अझ पछाडि अरू केटाहरू आउँदैछन्। त्यो चाहिँ यस्तो छ कि ढुङ्गा 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 टाइपको। सो यस्तै नै हो, त्यहाँ माथि गएर बिहान सरीको मर्निङ भ्यू चाहिँ खतरा हेर्नुपर्छ कि है। सो उहाँ पुग्नु छ है। अझै हामी चाहिँ आधी बाटो पनि आयौँ न, मलाई यति जङ्गल हिँडेर आयौँ कि देख्न सकिन्छ उहाँ तलदेखि आएको हो हामी चाहिँ। अझै बिहान बिहान खतरा खतरा भ्यू आएछ, त्यहाँनिर देख्न सकिन्छ टोकिया भनेको अघि त्यही नै हो। त्यहाँ देख्नुहुन्छ वरिपरिको जङ्गल। केटाहरू सब थाकिसक्यो, ज्यान घट्ने भयो भनेर चिन्तित भइसक्यो है। बराबर ढुङ्गाको दुईटाको बिचबाट जानुपर्ने हुन्छ यहाँ चाहिँ। यस्तो खालको ठाउँ छ यहाँ चाहिँ। छ है यहाँबाट भ्यू त बबाले देखिन्छ है, बबाले देखिन्छ। यो ढुङ्गा हेर्न सक्नुहुन्छ है, कडा कडा। हामी चाहिँ वहाँदेखि हिँड्दै 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 यत्रो उकालो उक्लिएर आइसक्यौँ। अझै सिनियर उकालो त बाँकी नै छ हाम्रो है। आमामा है, यस्तो ढुङ्गाहरू छ है, कडा कडा। अझै कति हो कति माथि उक्लिनै बाँकी छ है। सिनियर उकालो टप माथि हामी यत्रो उकालो चाहिँ उक्लिएर आइसक्यो, अझै कति उकालो बाँकी छ। सो उतातिरको भ्यूहरू कडा कडा देखिरहेको छ कि है। आमामामामा भ्यू हेर्नु न, भ्यू गाइज कति खतरा छ। अझै हामी चाहिँ उता टपमा पुग्ने बाँकी छ है। सो घामसाम लागिसक्यो, उज्यालो भइसक्यो, अझै यत्रो भइसक्यो यार। हेट थकै चाहिँ वाइल्ड लागिसक्यो है, बोल्न पनि गाह्रो परिरहेको यहाँ। हामी त्यत्रो टाढो तल हेर्न सक्नुहुन्छ, उहाँदेखि आइसक्यौँ यत्रो उक्लेर है। अझै टप छ, माथिसम्म पुग्नै छ। थकै लागिसक्यो कि त्यो भ्यू कस्तो कडा आउने रहेछ, बबाले आइरहेछ है। माथितिर टपको देख्न सक्नुहुन्छ, जति हिँडे पनि त्यहाँदेखि उतातिर आमामा बादल माथि माथि उडे जस्तो भइरहेछ है। हाम्रोमा चाहिँ चुकाले यत्तिकै सताइरहेछ, थके उत्तिकै लागिरहेछ है। चाहिँ पुरै स्वर्ग आए जस्तो फिल भइरहेछ है। स्वर्ग फिल भयो है, स्वर्ग। हिमाललाई यति नजिकबाट देख्न पाउँदाखेरि आमामा हैट जस्तो लागिरहेको छ मलाई त। हेर्नु त कस्तो दामी देख्यो। हिलिङमा जस्तो छैन त। अब माथि हिँड्न झन् अझै उकालो उक्लिने बाँकी छ है। यस्तो चट्टानको बिचबाट हिँड्नुपर्छ हामी चाहिँ। भ्यू चाहिँ बबाले आइरहेछ है। हैट हामी 3 बजे उठेर 3 बजेदेखि हिँडेको
अहिले 6:30 हुन लागिसक्यो। अहिलेसम्म हामी उकालो उक्लिसकेको छैन। सो अझै उकालो चाहिँ बाँकी नै छ। बिच बाटो त्यो जुकाहरूले डेन्जर सतायो। अनि बिहान बिहान भएर केही नखाएर होला, भोक पनि एकदम लागिसक्यो है। अब हाम्रो डेस्टिनेसनमा चाहिँ हामी आइपुग्न लागिसक्यौँ। खतरा हुनेवाला छ है। अब चाहिँ भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला है। हैट यस्तो खतरामा आउँदा चाहिँ स्वर्गको फिल हुन्छ क्या। स्वर्गको मान्छेहरूले मरेपछि स्वर्ग देख्छन् देख्दैनन् थाहा छैन, तर हामीले चाहिँ जिउँदै हुँदा स्वर्ग देखियो जस्तो लाग्छ है मलाई चाहिँ। है यतातिर यस्तो यस्तो ढुङ्गाहरू राख्नुभएको छ है, कोले राख्नुभएको है। पानी चुइरहेको छ यहाँ ढुङ्गा भएर पनि। हेट हेट ल केटाहरू, हामी चाहिँ फाइनल्ली अब यहाँ हामी चाहिँ आमायाङ्गडीको माथि टपको मन्दिरको गेटमा जुन पार्क यो जुन उस थियो त्यहाँनिर आइपुगिसक्यौँ फाइनल्ली। र केटाहरू चाहिँ यहाँ गेटमा पस्दैछन् अब है। सो ल अब केटाहरू पसे, मेरो पनि एन्ट्री हुन्छ है। है ढोको एकलट है। आमामा मनमा यति शान्त भयो कि यति शान्त भयो कि है। है बुद्धको ठाउँमा आएपछि यस्तै हुन्छ कि है, शान्त टाइपको के। आमा आमामामा हैट आमामामा हैट कस्तो चाहिँ खतरा हो क्या। आमायाङ्गडीको यहाँ आउनु चाहनुहुन्छ भने चाहिँ जस्तो सुकै बाटो अप्ठ्यारो भए पनि तपाईँहरू यो टपमा आइसकेपछि चाहिँ तपाईँहरूले सब थोक भुल्नुहुन्छ के। त्यत्तिको खतरा हुन्छ के। एकछिन अब हेरौँ होइन यसको फुटेज सिनेमाटिक सुटहरू है। आइसकेपछि चाहिँ मनै पुरै फुरुङ्ग हुने रहेछ है। बबाले रमाइलो आइरहेछ, खतरा भइरहेछ है। बबाल भइरहेछ कि झन्डा झन्डाको बिचबाट है। खतरा छँदैछ है। दिन सकिन्छ एकछिन। र फाइनल्ली हामी चाहिँ यहाँनिर आमायाङ्गडीको टपमा आइसक्यौँ होइन। सो मान्छेहरू मोडेपछि स्वर्ग पुग्छन् पुग्दैन त्यो त थाहा छैन, तर हामी चाहिँ जिउँदै हुँदाखेरि स्वर्ग आए जस्तो भइसक्यो होइन। यति मन फुरिङ्ग भइछ कि यहाँबाट हाम फालेर सिधै पहेटा हालेर उरुम उरुम भइरहेको छ होइन। वरिपरिको भ्यू देख्दाखेरि पुरै के भोक पनि लागेको छैन कि। अघि चाहिँ भोक बबाल लागिरहेको थियो, तर अहिले चाहिँ भोक पनि छैन होइन। सब थोक बिर्सिरहेको छु कि आज यति रमाइलो भइरहेछ कि सबजना यति खुसी भइरहेछन् कि होइन। खतरा भइरहेछ नि यहाँ केटाहरू, यति खतरा भइरहेछ कि भ्यू हेरेरै अगाइसक्यौँ क्या हामी चाहिँ है। खतरा भइरहेछ ल हेरिदिनु होला होइन। यहाँ पुरै वरिपरि पनि पुरै बादलले ढाकी छ होइन। सो खतरा छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। आउन चाहनुहुन्छ भने अझ जाडो महिनामा आउनुभयो भने तपाईँहरू बेस्ट हुन्छ, हिउँ पर्ने बेलीमा होइन। पुरै यहाँ हिउँ खेल्न पनि मिल्छ। सो त्यही नै हो, दिन सकिन्छ। वरिपरिको भ्यू चाहिँ कडा छँदैछ।
यहाँ देखिरहेको भएर चाहिँ यो चाहिँ जुगल हिमाल हो। अनि यहाँबाट चाहिँ यो खोल्सा छ नि, यो जुन देखिरहेको खोल्साबाट चाहिँ मेलाम्ची खोला रहेछ होइन। मेलाम्ची खोला यता चाहिँ मेलाम्ची खोला पर्दो रहेछ। अनि त्यहीँबाट दुईवटा खोला एकै ठाउँबाट छुट्टेको चाहिँ त्यता चाहिँ र इन्द्रावती खोला पर्दो रहेछ कि। हाम्रो उता तलतिरसम्म बगेर जाने इन्द्रावती खोला पनि यहाँ रहेछ होइन। मुख जुन यहाँको पग्लेर जाने ठाउँ चाहिँ यहाँबाट रहेछ यसको मुख होइन। यहाँदेखि वहाँसम्म पुग्दा गर्दा खोला ठुलो हुने रहेछ मुहान है। सो त्यही नै हो, बबालै छ है अरू बढी भ्यूहरू। यत्रो आमायाङडीको उकालो उक्लिँदाखेरि धेरै देशक ताली बजाऊ। सेतो पुरै बगेको छ खोला है। ल अब हामी चाहिँ त्यहाँ मन्दिर पार तलतिरतर्फ लागिसक्यौँ। अहिले चाहिँ जे भने सबजना केटाहरू तलतिर अब अघि जतासुकै गए पनि अहिले चाहिँ सँगसँगै सबजना झर्दैछौँ तलतिर है। त्यस्तो त्यही नै हो। अब अझै ओह्रालो झर्न टन्ने बाँकी छ। अब क्यामेरामा चार्ज पनि त्यति धेरै छैन, जस अब ठाउँ ठाउँको खिच्छु अलिअलि है। सो त्यही नै हो। ल हामी चाहिँ अलिक तल्लोतिर आइसक्यौँ। डाँडा देख्न सक्नुहुन्छ उहाँदेखि हामी त्यत्रो ओर्लिएर आइसक्यौँ है। सो अब उतै हामी त्यहाँ क्याम्पतिर गएर देखाउँछु म है। अनि चितुवा बाक्सा घुर्ले लैजादिने भेर बाख्राहरूलाई नादिन है। अघि त्यहाँ एउटा ठुलो चितुवा देखेको हामीले, त्यही भएर नादिन है। कुकुरले जोगाउँछ है। यो चाहिँ आमायाङडी बेस्ट क्याम्प हो है। बेस्ट क्याम्प यहाँनिर चाहिँ क्याम्पिङ गर्नको लागि चाहिँ ठिक छ। तर हामी चाहिँ तलतिरको रिसोर्टमा बसेको, त्यहाँको रिसोर्टको पनि म फुटेजहरू देखाउने छु। ल फाइनल्ली हामी चाहिँ यो आमायाङडी रिसोर्टमा चाहिँ आइसक्यौँ। जुन हामी बसेको छौँ, हामी बसेको चाहिँ यो घरमा हो। यहाँ चाहिँ घोडा छ देख्न सकिन्छ। यहाँ घोडा पनि रहेछ यहाँ। ल अब चाहिँ हामी चाहिँ बाइक साइक चट्टबाट तयार पारिसक्यौँ। अब जानको लागि प्याकिङ स्याकिङ भइसक्यो, रेडी भइसक्यो। अब यति सुन्दर सुन्दर यहाँको होटेललाई अब बाई बाई गर्दै जानुपर्ने हुन्छ। र भिडियो चाहिँ बाटोमा बन्दैन। र भिडियो चाहिँ आजलाई यति नै हुन्छ। नेक्स्ट भिडियोमा हामी फेरि भेटौँला।